नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसको नाम सुन्ने बित्तिकै धेरैको मनमा डर, रहस्य अनि अलिकति भनौँ न नकारात्मक भावहरू आउँछन्। हो, हामी तन्त्रको कुरा गर्दैछौँ। तर के यो साँच्चै डराउनु पर्ने कुरा हो कि यो केवल एउटा ठूलो भ्रम मात्र हो? आउनुहोस्, आज यही रहस्यको पर्दा हटाएर सत्य के हो त्यो खोज्ने प्रयास गरौँ। त्यसो भए सबैभन्दा ठूलो प्रश्न यही नै हो, तन्त्र आखिर हो के? कालो जादु कि कुनै दिव्य ज्ञान? समाजमा यसबारे फरक धारणाहरू छन्, तर आज हामी यसको गहिराईमा पुगेरै छोड्नेछौँ। अब तन्त्रको वास्तविकतासम्म पुग्न सबैभन्दा पहिले त समाजमा यसको बारेमा फैलिएको त्यो डरलाग्दो भ्रमलाई चिन्नु जरुरी छ। तन्त्र भन्ने बित्तिकै प्राय मानिसहरूको दिमागमा के आउँछ? कालो जादु, कसैलाई हानि पुर्याउने काम, डरलाग्दा विधिहरू, होइन त? तर के यो धारणा पुरा सत्य हो वा सत्यको एउटा सानो बङ्ग्याइएको टुक्रा मात्र हो? ल, अब त्यो भ्रमको बादलबाट बाहिर निस्किएर तन्त्रको वास्तविक जरो कहाँ छ त्यो हेरौँ, किनभने यो सत्यले हाम्रो सोचलाई नै परिवर्तन गरिदिन सक्छ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। मानिन्छ कि तन्त्रको ज्ञान स्वयं भगवान शिवबाट आएको हो। अब एकछिन सोचौँ त, जुन ज्ञानको स्रोत नै शिव हुनुहुन्छ, त्यो ज्ञान आफैमा कसरी नकारात्मक वा खराब हुन सक्छ र? तन्त्रको मूल उद्देश्य कसैको विनाश गर्नु होइन, बरु आफ्नो निर्माण गर्नु हो। यो त एउटा यस्तो आध्यात्मिक बाटो हो जसमा हिँडेर पुराना ऋषि मुनिहरूले आफूभित्रको चेतनालाई ब्रह्माण्डको विशाल चेतनासँग जोड्ने अभ्यास गर्थे। तन्त्र भन्ने बित्तिकै कालो जादु मात्र होइन, यसका वास्तविक अभ्यासहरूमा त मन्त्र, यन्त्र, ध्यान, साधना र कुण्डलिनी जागरण जस्ता गहिरा आध्यात्मिक विधिहरू पर्छन्। यी सबैले के देखाउँछ भने यो कुनै अन्धविश्वास होइन, बरु एउटा व्यवस्थित विज्ञान हो। यहाँनिर एउटा प्रश्न उठ्छ, यदि तन्त्र यति दिव्य हो भने यो यति बदनाम चाहिँ कसरी भयो त? हो, यसको जवाब शक्तिको प्रकृतिमा लुकेको छ। हेर्नुस्, समस्या ज्ञानमा थिएन, समस्या थियो ज्ञान प्रयोग गर्ने मान्छेको नियतमा। जब केही स्वार्थी मानिसहरूले यो शक्तिशाली ज्ञानलाई आफ्नो फाइदाको लागि वा अरूलाई नियन्त्रण गर्नको लागि प्रयोग गर्न थाले, हो, त्यहीँबाटै तन्त्रको छवि बिग्रिन थालेको हो। तन्त्रको केन्द्रमा शक्ति छ, अर्थात् ऊर्जा। अब शक्ति आफैमा न राम्रो हुन्छ न नराम्रो। यो त आगो जस्तै हो, जसले खाना पकाएर हाम्रो भोक पनि मेटाउन सक्छ अनि त्यही आगोले घर डढाएर सर्वनाश पनि गर्न सक्छ। सबै कुरा प्रयोगमा भर पर्छ। यसलाई बिजुलीको उदाहरणबाट अझै राम्ररी बुझौँ न। त्यही बिजुलीले हाम्रो घर उज्यालो बनाउँछ, तर त्यही बिजुलीको नाङ्गो तार छोयो भने ज्यानै जान सक्छ। अब भन्नुहोस्, दोष बिजुलीको हो त? होइन नि, दोष त प्रयोग गर्ने तरिकाको हो। तन्त्रको शक्ति पनि ठ्याक्कै त्यस्तै हो। र अब अन्त्यमा तन्त्र र कालो जादु बीचको त्यो धमिलो रेखालाई एकदमै स्पष्ट पारौँ, ताकि भविष्यमा कुनै पनि भ्रम नरहोस्। हेर्नुस् त, वास्तविक तन्त्रको उद्देश्य आत्मज्ञान हो भने कालो जादुको उद्देश्य अरूलाई हानि पुर्याउनु हो। तन्त्र आफूभित्रको यात्रा हो, कालो जादु शक्तिको गलत प्रयोग हो। एउटाले मुक्तिको बाटो देखाउँछ भने अर्कोले अन्धकार र डरको जालमा फसाउँछ। सारमा भन्नुपर्दा तन्त्र भनेको आफूलाई चिन्ने विज्ञान हो। यसको सही प्रयोगले सत्यको बाटो देखाउँछ, तर यसको गलत प्रयोगले मानिसलाई सत्यबाट टाढा, मोह र भ्रमको दलदलमा मात्रै फसाउँछ। र अन्त्यमा एउटा कुरा मनमा राखौँ, तन्त्र आफैमा न कालो हुन्छ न सेतो। यो त केवल एउटा ऊर्जा हो, एउटा शक्ति हो। अनि यसको रङ्ग कस्तो हुने भन्ने कुरा त त्यो शक्ति प्रयोग गर्ने व्यक्तिको नियतले निर्धारण गर्छ। त्यसैले तन्त्रबाट डराउनुभन्दा पनि सायद हामीले यसलाई सही तरिकाले बुझ्ने प्रयास पो गर्ने हो कि, किनभने प्रश्न तन्त्रको होइन, प्रश्न त हाम्रो आफ्नै नियतको हो।